चाहिँ एउटा राम्रो भिडियो बनाउन कोसिस गरिरहेको छु जसमा चाहिँ तपाईले चाहिँ मजाले बाँदरको फोटो कस्तो भिडियो कसरी बनाउन सकिन्छ भने यो भिडियो बनाउनको लागि मैले चाहिँ कोसिस गर्दैछु। छिटो र सजिलो छोटो उसको लागि चाहिँ योभन्दा पहिलाको भिडियो लामो भएपछि छोटो बनाउँदैछु। अब यसलाई के गर्ने भनेर सबैभन्दा पहिला तपाईँ गुगलमा आउनुहोस्। गुगलमा आइसकेपछि क्रोम ब्राउजरको यो प्लस आइकनमा क्लिक गर्नुहोस् र यहाँ आएर गुगल स्टुडियो लेख्नुहोस्। अनि यति लेखिसकेपछि मजाले तपाईँको यो इन्टरफेस खुल्छ। यस्तो खुलेपछि यहाँ आउने, यहाँ आइसके पछाडि यस्तो देखिन्छ है। अनि मैले यहाँ चाहिँ क्लिक गरेँ, लेफ्ट साइडमा थ्री डटमा क्लिक गरेपछि जेनेरेट मिडिया भनेर आउँछ। अनि यहाँ क्लिक गरेँ, यहाँ क्लिक गरिसके पछाडि पहिलो दोस्रो तेस्रो चौथो छोडेर पाँचौँको PEO लेखेको त्यसलाई क्लिक गर्ने। त्यसपछि यहाँ यस्तो इन्टरफेस आउँछ। अनि यहाँ चाहिँ फोटो राख्ने, जस्तो फोटो मैले अपलोड गरिदिन्छु। यो मैले यहाँ फोटो अपलोड गरिदिएँ अनि भिडियो बनाऊ लेखिदिन्छु। अनि त्यस पछाडि तपाईले चाहिँ यहाँ माथि तपाईले पहिला सेटिङ गर्नुपर्छ यो 16:19 रेसियोमा बनाउने कि 9:19 रेसियोमा बनाउने हो तपाईको मर्जी। यहाँ सिलेक्ट गर्ने तपाईको 15-16 यो 5 सेकेन्डको 8 सेकेन्डको 6 सेकेन्डको छ तपाईको मर्जी। यहाँ कति सेकेन्ड बनाउने म यति गरिसकेपछि भिडियो मेरो कम्प्लिट भयो। मेरो भिडियो लामो भएकोले म छोटो बनाउनको लागि यति मात्र बनाउन खोजेँ। अब यो भन्दा अगाडिको मैले दोस्रो पार्ट मैले बनाइसकेको छु, त्यो एड गर्छु तपाईलाई। नमस्कार, मैले अघि न के चिजले प्राइभेटले गर्दाखेरि काम रोकिएको थियो, त्यो कामलाई म पुनः गर्न गइरहेको छु। अब चाहिँ मैले चाहिँ तपाईलाई भिडियो कसरी बन्छ भनेर मैले ठ्याक्कै तपाईलाई गुगलमा गएर त्यो फोटो लिएर तपाईलाई बनाएर देखाउँछु। ल एकैछिन होल्ड गर्नुस्। ल सुरु गरौँ। अब यहाँ आइसकेँ। यहाँ आइसकेपछि तपाईको यस्तो इन्टरफेस देखायो गुगलको, तर यहाँ लेख्नुपर्छ तपाईलाई गुगल स्टुडियो GOGL गुगल स्टुडियो STUDIO स्टुडियो। यो आइरहेछ पहिलोवालालाई या दोस्रो जुन लिए पनि तर आउने एउटै हो है। यति गरिसके पछाडि तपाईको ठ्याक्कै इन्टरफेस खुल्छ। अब मेरो आज नेटले काम गरिरहेछ नि, त्यो दुईचोटि मैले होल्ड गरेर फेरि सुरु गरेँ। यति गरिसकेपछि यो इन्टरफेस खुल्यो है। यो खुलेपछि बनाउने यही नै हो, तर यो लेफ्टको थ्री डटमा क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि जेनेरेट मिडिया भनेर क्लिक गर्ने। पहिलो दोस्रो तेस्रोमा मेसेज पनि यतिखेर आइरहेछ मेरो। अब यहाँ गरेँ, यहाँ एउटा दुईटा तीनटा चारवटा छोडेर 5 जाने है। 1 2 3 4 छोडेर 5 जाने। भिडियोमा BEO लेखेको छ, भिडियो लेखेको छ, त्यहाँ जाने। त्यहाँ गइसकेपछि यस्तो इन्टरफेस खुल्छ। अब यस्तो इन्टरफेस खुलिसक्यो भने यहाँ लेफ्ट साइड र राइट साइडमा पनि थ्री डट छ। थ्री डटको यहाँ क्लिक गर्ने। यहाँ क्लिक गरेर रेसियो चुज गर्ने, तपाईलाई कति रेसियोको चाहियो अनि कति सेकेन्डको चाहियो भनेर। मैले 8 सेकेन्डको चुज गरेको छु, तपाईँ पनि आफ्नो त्यो हिसाबले चुज गर्नु होला। अनि मैले अब यहाँ फोटो हाल्छु। फोटो हालेर अब म ठ्याक्कै फोटो यहाँ आइसक्यो। म्याक द भिडियो लेख्छु कि मैले भिडियो लेखेँ। अनि यहाँ माथितिरको एरो छ, यसमा क्लिक गरेँ। तपाईले नेपालीमा लेख्दा नि हुन्छ है, नेपालीमा इङ्ग्लिसमा फरक पर्दैन। लेखे पछाडि यति गरिसकेपछि केही सेकेन्डमा हाम्रो नयाँ भिडियो जेनेरेट हुन्छ, जसलाई हामीलाई डाउनलोड पनि गर्न मिल्छ। अब यहाँ देखाउँदैछ, तपाईले चाहिँ केही सेकेन्ड चाहिँ म स्किप गरेर तपाईलाई देखाउला, किनकि यतिखेर यहाँ भइरहेछ। यहाँ भिडियो तयार भइसक्यो। भिडियो तयार भइसकेपछि म तपाईलाई प्ले गरेर देखाउँछु। हेर्नुस्, भिडियो प्ले हुँदैछ। अब यसमा तपाईले भोइस ओभर पनि गर्न सक्नुहुन्छ र यसमा म्युजिक पनि एड गर्न सक्नुहुन्छ र अनि तपाईको भिडियो एउटा राम्रो हुन्छ है। अनि यहाँबाट म डाउनलोड पनि गरेर देखाउँछु तपाईलाई। यहाँ डाउनलोड भइसक्यो मेरो यो भिडियो। डाउनलोड भयो, तपाईको यहाँ आइसक्यो भिडियो। बुझ्नुभयो नि? म तपाईलाई चाहिँ फुल भिडियो चाहिँ तपाईको युट्युब च्यानलमा हाल्छु। मजाले भिडियो मन परेपछि लाइक र शेयर गर्नु होला। म यस्तै भिडियोको लागि तपाईसँग जोडिरहने छु। धन्यवाद। र हाम्रो च्यानललाई हेरिसके पछाडि कृपया लाइक सब्स्क्राइब पक्कै पनि गर्नु होला। हामीलाई तपाईको मायाको चिनीको रूपमा हामी त्यसलाई लिनेछौँ।